पो गर्ने नि के भएर हो बिहानदेखि फटफटिएको छ निक्लिएको छ खालि यता हेर्छ खालि यता हेर्छ कोही आउने पो छन् कि के हो यो मोराका घरमा आज के हो आज बिहानदेखि यो त 40 खेप जति भयो बाहिर निक्लै हेर्दै भित्र पस्दै गर्छ के रहेछ यो मोराकामा म आज बुझेर पो आउनु पर्यो मोराले कतै कसैलाई खबर त गरेको थिएन ओइ के हेर्छस् है आज त साह्रै खटपटी जस्तो भइन्छ के माइला काका खालि यतै मात्रै हेर्छस् आज बिहानदेखि त हेर्नु न मिलिक मिलिक घरभित्र पस्छस् फेरि फुत्त निक्लिन्छ यतै हेर्छस् मलाई अहिले तँलाई सोधु लागेर पो सोधेको मलाई यहाँ कस्तो टेन्सन परिसक्यो के को टेन्सन हो फेरिका मलाई भान्जाले बिहान गोगामुखबाट हिँडेका मान्छे मामा म तपाईँकामा ठक्कै 2:30 बजी 2 बजी आइपुग्छु भनेका मान्छे अहिले हेर्नु यहाँ कति बजिसक्यो होइन नि गाडी 4:03 गयो भान्जा आइपुग्दैनन् होइन गाडीको होला केही बिग्रियोहरू इन्जिनको जिनिस आउँछन् होला नि त त्यत्रो खटपटिनु पर्छ त के खबर लिएर आउने छन् के अनि कति वर्षमा मेरा भान्जा आउन आँटेका आफूको कुरो तपाईँले देख्नु भएकै छैन देख्नु भएको छैन तेरो राम्रो खबर लिएर आइन्छन् क्या तेरो भान्जाले र त यसरी खटपटिँदैछ बिहानदेखि अहिलेसम्म राम्रो नराम्रो भन्ने कुरो यसले तैँले 40 खेप जति त भयो नि बाहिर यतै हेर्दैछु ऊ आउँछु भन्छन् आइपुग्दैनन् आउँछु भन्छन् आइपुग्दैनन् अहिले त्यसो भन्दै लाँदा त त्यत्रा बेरसम्म त फोनमा त कुरो हुँदै थियो अहिले त मोबाइल पनि स्विच अफ भन्न थालेपछि मान्छेलाई टेन्सन परेन के दिदीले मिलाइछन् कि क्या भान्जालाई पठाउँदैछन् तेरिका त्यतापट्टिको कुरो छोड्नु न पहिला मान्छे आइपुगुन् मान्छे तेरो भान्जो आइपुग्छ हौ तेरो भान्जो त मेरो पनि वर्षमा आउन आँटेका भान्जा आउँछ केहीले अप्ठ्यारो पर्यो होला अब एकछिनमा हेर्न आइपुग्छ यी ठेला मारा हुँदै कता अलमलिएको छ कि एक्लै आउँदैछ एक्लै छन् कहिल्यै नआएका मान्छे बाटो भुलिएर अन्त लागे कि नचिनेर कसैले अब सिधा त छैनन् सिधा खालका त होइनन् बाठा छन् मान्छे कि तर अब अहिलेको दिनकाल पनि त्यस्तै छ नि डर मर्दैछ अघि आइपुग्नु पर्ने लु हेर त मलाई खटपटी तपाईँ एकछिन कता लाग्नु भएको लाग्ने मलाई चाहिँ खटपटी भयो म पानी खाएर आउँदैछु ल ल ल म त के भयो भनेर नि हजुर के लिएर आयो के हेर्नु न रायोको साग मुला सब्जी लिएर आएको सब्जी केही छैन बारीमा ए तिमी सेन्टरबाट आयो म सेन्टरबाट आएको यहाँ नि सेन्टरमा एउटा जुत्ता सुत्ता लगाएर अलिक फिटेड खालको छरी त केटो खालको कोही नौतन मान्छे देख्यौ त्यो त देखिनँ त मैले त हौ किन कोही आउने कुरो छन् क्या ऊ गोगामुखबाट मेरा भान्जा आउने कुरो मामा म 2 बजी आइपुग्छु भनेका मान्छे यतिखेरसम्म चाल चुल छैन मोबाइल पनि स्विच अफ भयो म त टेन्सन भएर कस्तो भयो यी बाटामा आएर पानी पनि खाँदैछु यतै हेरेको मेरो झमक्कै भइसक्यो आज त्यस्तो त देखिनँ मैले त्यो सुटबुट कसेर आएका रहेछन् नयाँ मान्छे त कोही पनि थिएनन् त्यहाँ त कोही थिएनन् पनि सोधेनन् पनि गोकर्णीमा आएको घर कता हो भनेर सोधेनन् पनि म त्यही बाटो त आकी हे यी मान्छे कता लागे जस्तो छ आज भोलिएर म त छक्क परेँ अब लु मामा हेर्दै गर्नु तपाईँ म चाहिँ लागेँ घरतिर लु जाऊ अब कहाँ खोज्नु हेर त होइन म आफै बुझेर आउँछु गिलास त्यहीँ लडिरहेको छ अहिले मान्छे भेटिँदैन खोज्नु पर्ने भयो